वर्ष सन् 2019, ठाउँ अमेरिकाको न्युयोर्क सहर। दिनदहाडै 16 वर्षीय खासिन मोरिसमाथि चक्कु प्रहार हुन्छ। ऊ रगतले लतपतिएर भुइँमा ढल्छ। तर अचम्मको कुरा के थियो थाहा छ? त्यो घटना हुँदा वरिपरि मान्छेहरूको ठुलो भिड थियो। तर त्यो भिडले आफ्नो खल्तीबाट फोन निकालेर पुलिस वा एम्बुलेन्सलाई कल गर्नुभन्दा त्यो मर्दै गरेको मान्छेको भिडियो खिच्न जरुरी सम्झियो। अरूले नै कल गर्छन्। जब सबैले यही सोचे, नोबडी हेल्प्ड अनि खासिनको मृत्यु भयो। साइकोलोजीमा यसलाई बाइस्ट्यान्डर इफेक्ट भनिन्छ। यो बडो अनौठो छ। जब धेरै मान्छेहरूको भिड हुन्छ नि, त्यहाँ जिम्मेवारी हराउँछ। हाम्रो दिमागले आफैलाई एउटा झुटो बहाना दिन्छ। त्यहाँ त अरू पनि छन् नि, अरू कसैले गरिहाल्छ नि, म किन अघि सर्ने। जब सबैले अरूले गर्छ भनेर सोध्छन् नि, तब कसैले पनि गर्दैन। यही सोचले समाजलाई संवेदनहीन बनाउँदैछ। यो मनोविज्ञान न्युयोर्कको त्यो सडक वा कुनै दुर्घटनामा मात्र सीमित छैन। यो रोग हाम्रो नेपाली समाजमा पनि देखिन थालिसक्यो। हाम्रो आफ्नै काठमाडौँ, पोखरा, पूर्व पश्चिम राजमार्गको कथा बनिसक्यो। बाटोमा दुर्घटना हुन्छ, मान्छे रगतमा डुबेको हुन्छ, तर वरिपरि घेरिएका 50 जना मान्छेहरू उद्धार गर्न होइन, लाइभ बस्न र टिकटक बनाउन व्यस्त हुन्छन्। बाटोमा कसैले भारी बिसाउनु पर्यो भने नचिनेको मान्छेले पनि काँध थापिदिने हाम्रो समाज पहिला जस्तो रमिता हेर्नमा मात्र रुचि राख्दैन। आजकल रमिता अरूलाई पनि देखाउन जरुरी ठान्छ। सायद यही बाइस्ट्यान्डर इफेक्टको असरले गर्दा हामी कतै भत्किएका सडक, अस्तव्यस्त अस्पताल, वैदेशिक रोजगारमा जानेको लामो लाइन अनि भ्रष्टाचार युक्त समाजमा कसैले त गरिहाल्छ नि भन्दै त बसेका छैनौँ। सोच्नुहोस् त एकपल्ट, तपाईको पर्खाइले कतै हाम्रो देश नेपाललाई बाइस्ट्यान्डर इफेक्टको शिकार त बनाउँदै छैन? कतै हाम्रो जिम्मेवारी शून्य त छैन? त्यो दिन न्युयोर्कमा खासिनले अन्तिम सास फेर्दै गर्दा सोचेको थियो होला, यी मान्छेहरू किन हेरेर मात्रै बसेका? कतै भोलि त्यो ठाउँमा तपाईँ वा म त हुने छैन। त्यसैले अर्को पटक केही गल्ती देख्दा वा कसैलाई सहयोग चाहिएको देख्दा दायाँ बायाँ नहेर्नुहोस्, भिडको हिस्सा नबन्नुहोस्, खल्तीबाट मोबाइल होइन मानवता निकाल्नुहोस्। किनकि यो देश अनि समाज बदल्न कुनै सुपरम्यान आउनेवाला छैन। इट स्टार्ट्स विथ यू। नमस्कार।